ल हेर्न सक्नुहुन्छ हाम्रो भाग्ने अवस्था बनाइदियो यहाँ हुम्लाको मान्छेहरूले कुटिरहेछ हामीलाई एकदम गाह्रो बनाइदिएछ ओ बाबु यहाँ हेर्नु उता हामीलाई एकदम गाह्रो बनाइदिएको छ लगाइस हामी चाहिँ यहाँ बाटोमा फसेको 2-3 दिन हुन लागिसक्यो हुम्ला अनि बाजुरा जिल्लाको सिमाना विवादमा झगडा भइरहेको एकदम खतरा झगडा भइरहेछ एकदम कुटाकुट हानाहान टाउको फुटाफुट सबै भयो अहिले भर्खरै होइन ढुङ्गा हानाहान धरी पनि भयो एकदम बिजोग छ एउटा भाइलाई ढुङ्गा लाग्यो ठुलै ढुङ्गा लाग्यो टाउकोमा लाग्यो चोट अनि त्यसको के भन्छ टाउको साउको फुट्यो अब अहिले हामीलाई बल्ल यहाँ छोडेछ जानु दिइरहेछ नत्र भए गाह्रो त गाह्रो अति गाह्रो एकदम अवस्था गाह्रो थियो यहाँ मान्छेहरू पनि यहाँ बसेर वाक्क भइसकेको छ एकदम गाह्रो छ अब दसैँ लाग्यो हो कि 10 साल लाग्यो थाहा छैन अहिलेसम्म हामी एकदम गाह्रो अवस्थामा छ ल तपाईँहरू पनि आउनु भएको छ टेन्सन नलिनुहोस् अहिले हामी टक्क लाएर बाजुरामा छु सिमानामा उता पारिपट्टि चाहिँ उता सिमाना रहेछ उता हामी जान लाग्छ यो हुम्ला र बाजुराको झगडाले गर्दा हाम्रो जनताहरू दुःख पाइरहेछ लगभग 200-300 मान्छे यत्तिकै अल्पत्र परेको छ हिजोदेखि एकदम गाह्रो बनाइदिएको छ यिनीहरूको झगडाले सीमा विवादले के छ कतिलाई कुट्यो कतिलाई मार्यो केही थाहा छैन दुःख पाइरहेछ यहाँ आम जनताहरू उता पारि पनि एकदम पुरा भिड लागिरहेछ पुरा बिहान त यता त ढुङ्गा हानाहान भयो हामी चाहिँ उता झुलाचरबाट आयो अलि त्यहाँ कुरा मान्छे बुझ्ने रहेछ अलिअलि कुरा गरेर हामीले जानु चाहिँ दियो उता के भनिरहेको रहेछ थाहै भएन अब हेरौँ गएर त्यहाँ बुझौँ अब के छ अवस्था माथिबाट केही सम्झौता गरेकै छैन बिचरा यहाँ आम जनताले यहाँ दुःख पाइरहेछ एकदम गाह्रो बनाइदिएको छ भेडा त भेडा भनेको त भेडा नै रहेछ जनताहरू ल अब बल्ल अलिकति सम्झौता भएर गाडी छोड्ने कुरा भइसक्यो अन्त हामीलाई त यहाँ एकदम बिजोग बनाइदियो ढुङ्गा हानाहान गर्दा थियो हामीलाई भागेर आउनु पनि अवस्था पर्यो एउटा पत्रकार हुनु भन्दै थियो भिडियो बनाइराख्नु भएको थियो अनि ट्याक्क ढुङ्गाले हानेर पत्रकारलाई पनि घाइते बनाएको छ यहाँको पुलिस असै साहबलाई पनि ढुङ्गा हानेछन् भन्छ एकदम गाह्रो छ अवस्था एकदम मान्छेहरू यत्तिकै जम्मा भएको छ अब गाडीहरू छोड्ने कुरा गर्छ अब हेरौँ के हुन्छ त्यहाँसम्म जाऊँ एकदम अवस्था गाह्रो छ यहाँ अब गाडीहरू त छोड्ने भन्दै थियो अब हेरौँ हेर्न सक्नुहुन्छ पारी हुम्लापट्टि पनि यति गाडीहरू जाम भएर बसेपछि यता पनि वारी बाजुरा पनि जाम लागेर बसिरहेछ अहिले भर्खरै जाने दिने कुरा गरेको थियो अहिले फेरि नजाने जस्तो भइरहेछ अवस्था गाह्रो छ यही हो हुम्ला बाजुरा सिमाना यही झगडा भएको यहाँ एकदम गाह्रो छ अवस्था अहिले त ढुङ्गा हानाहान गर्दैछ बल्ल चाहिँ उता बाटोमा जान दिएछ उता गाडीहरू पास भइरहेछ ल फाइनली जान दियो यार यत्रो दुःख पछि हेर्न सक्नुहुन्छ हामीलाई बल्ल जान दिएछ एकदम अवस्था गाह्रो बनाइदिएको थियो हामीलाई पनि यहाँ
यहाँ यही हो सिमाना टाक्राकै। ल हुम्ला कबाडी सिमाना छ, यही हो ठ्याक्कै यही सिमाना हो। यही पुलमा झगडा भयो, ढुङ्गा हानाहान भयो। ल टक्क अब हामी बाजुराबाट हुम्ला सिमानामा पार हुँदैछौँ। अन्त यहाँ अब तपाईँ कबाडीमा बसेको कति दिन जति भयो? हिजो 12 बजेदेखि हो। हिजो 12 बजेदेखि? ए के भन्छ, अनि खानापिना कस्तो भयो? बाटो जाम गरेर के दुर्घटना सुर्घटना त भएन नि? केही पनि भएन। भएन, जान त ढुङ्गा हानाहान गर्दै थियो ए टाउको खुट्टालो हो। अनि के छ त, अरू त गाह्रो त भएन नि त्यस्तो साह्रो? गाह्रो त भएन। ठिकै छ। अनि हाम्रो पनि अब यहाँ ट्याक्कै महिला कबाडी हुम्ला जिल्लामा क्रस भइसकेको छ। यहाँ गाडी अगाडि रोकिरहेछन्, हाम्रो दाइ भेट्नुभयो अनि जो यहीँ बस्नुभयो। ल अब हामी यहाँबाट निस्किरहेछौँ। अहिले अवस्था त गाह्रै थियो। ल अब हामी यहाँ हुम्लामा छिरिसक्यो गाइज, एकदम बबा भइरहेछ, एकदम गाडफाट गर्मी छ होइन। यहाँ हामी 2-4 घन्टा त यहाँ कुरिसक्यो। अगाडि पनि जाम गरेर बसिरहेछ, मान्छेहरू दुःख दिन काम मात्रै गर्छ। मलाई भाइ भन्ने त सिधै मान्नु, अब त्यसलाई चिन्थे मैले पहिला पर देखाएँ। यो त हुकुममा सोधा थियो कि काले दल बाजुमा चाहिँ मेरो सबै भाइ अलिकति अगाडि छ, माया मान्छे अलिकति अगाडि।